हेलो साथीहरु नमस्ते। हामी चाहिँ धारिसे डाँडामा आइपुगेको छ अहिले। सम्पूर्णलाई नमस्कार। न्यू डे विथ अ न्यू ब्लग। सबैजनालाई स्वागत छ हैन। आजको एकदम भन्दा नि एकदम न्यू डे हैन। न्यू डे भन्नुको मतलब आज ह्यापी न्यू इयर, नेपालीहरुको नयाँ वर्ष हैन। सो सबैजनालाई नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै आजको दिनहरु चाहिँ हामी यतै देखाउनु त भाइ, यतै धार्सेतिर हैन। धार्से हुँदै त्यहाँबाट मान्जी हुँदै हामी टक्क लाएर बारबाग पुग्ने छौं। सो हामीसँग चाहिँ काले पनि छ हैन। टक्क लाएर यो चाहिँ ओलाजुङ डाँडामा हो। यहाँबाट चाहिँ देख्न सक्नुहुन्छ तपाईहरुले ठोटनेरी चित्रे हैन। अनि यो ठोटनेरी बासिन्दाहरुको गोठहरु हैन। अनि पुन्जु गाउँको चाहिँ यता छ, यता देखेन अहिले चाहिँ ठ्याकै लाएर सोरपानी चाहिँ यता पर्छ हैन। यता भाइ यता देखाउनु न, सोरपानी चाहिँ यता पर्छ। सो हामी चाहिँ अहिले चाहिँ ट्याक लाएर आज नयाँ वर्ष नयाँ दिन यसो खाजा साजा बोकेर हैन, अलिक हल्का लुगासुगा बोकेर झन्डा बोकेर हामी चाहिँ आज हिँड्दैको चल्दैको। सो गाइस भिडियो हेर्दै गर्नु होला अन्तिमसम्म। सो गाइस टक्क लाएर यहाँ चाहिँ हैन मेरो पछाडि देख्न सक्नुहुन्छ फुलहरु हैन। सो भवाले देखिरहेको छ हैन। यता पनि लुक एट दिस गाइस। आजको दिन चाहिँ बवालै हुनेछ हैन। मैले साथीहरु अझै भेटेको छैन, हामी दुई भाइ मात्रै छौं हैन। अनि साथीहरु चाहिँ तलबाट आउँदै छ हैन। दिस फ्लावर। अनि आज चाहिँ कस्तो भने पानी पर्दा मात्रै मौसम सफा हुने के आज भोलि चाहिँ हैन। सो अहिले चाहिँ हुस्सु लाएर पुरै यताउता डाँडा पाखा केही पनि देख्न सकेन हामीले हैन। हल्का अलिअलि चाहिँ देखेको छ। सो हैन देख्न सक्नुहुन्छ यता डाँडातिर धार्से हैन। त्यो धार्से डाँडामा चाहिँ आज बवालै रमाइलो हुन्छ जस्तो लाग्छ मलाई हैन। त्यता चाहिँ देख्न सक्नुहुन्छ हल्का बादलले छोपेको अवस्था। मेरो भाइले पुरै गोर्खाबाट आएर हैन बजारमा बस्छ, अहिले डाँडामा आएर पुरै भ्लग बनाउन थालेको छ। सो हैन यहाँबाट चाहिँ बवाले देख्न सक्नुहुन्छ जंगलहरु, लालीगुराँसहरु खासै हुन छाडिसकेको छ, पहिला जस्तो छैन। पहिला यस्तो बवाल हुन्थ्यो कि यो जंगलमा हैन, लालीगुराँसले भर्थ्यो, तर अहिले चाहिँ छैन के। सो गाइस बाटो चाहिँ यस्तै छ। हामी जंगलमा हैन एडभेन्चर बवालै छ। सो यो चाहिँ टक्क ल्याएर हामी यहाँ धेरै हाई अल्टिट्युडमा हो नि त अहिले चाहिँ। सो त्यही भएर लेक नलागोस् भनेर चाहिँ यहाँनिर पूजा गर्ने गरिन्छ हैन। अघि नै कोहीले केटाहरूले हैन साथीहरूले धूपबत्ती अगरबत्ती बालेर जानु भइसक्नु भएको छ। यहाँ घन्टी पनि छ हैन, जय घन्टी जय घन्टी पार्टी। सो मन्दिर चाहिँ यही हो। लेख नलागोस्, हामीलाई माथितिर केही जनावरहरूले आक्रमण नगरोस् भनेर यहाँ पूजा गर्ने गरिन्छ हैन। हल्का दर्शन गरिन्छ, फुलहरू चढाइन्छ, समथिङ यो देउराली जस्तै हो हैन। अहिले चाहिँ यहाँ चाहिँ बन्द छ हैन। भित्रको सिन देख्न सक्नुहुन्छ यो टक्क लाएर हैन। सो गाइस यहाँ चाहिँ हामी यस्तो मन्दिरहरू माथि पनि थुप्रै देख्न सकिन्छ हैन बाटैभरि। सो गाइस अहिले चाहिँ हामी रास्तामै छौँ क्यारे हैन। रास्तामान भन्दै हिँडिरहेको छ। सो बाटो राम्रो छ हैन, एकदमै राम्रो छ धार्से जाने बाटो। टक्क लाएर ठोटनेरीबाट माथि हामी खुट्टाले आउन सकिन्छ हैन। शान्त पिसको लागि हैन। हामी शान्तिको लागि चाहिँ एकदम मनले शान्त
चिलमा कसैसँग नबोलिकन हिँड्नलाई चाहिँ हामी सराको ठोडनेरीबाट माथि थाला निस्केर त्यहाँबाट आउन सकिन्छ, या सोरपानीबाट पनि आउन सकिन्छ। भण्डारी गाउँ यानि बन्जु गाउँ निस्केर होइन। सो यही बाटो हो होइन। भवालै छ ठाउँहरू होइन। सो देख्न सक्नुहुन्छ एकदमै चिल छ, भित्र सुनसान छ होइन। जङ्गल बाटोहरू रुखहरू एकदमै चिसो चिसो हावा। सो देख्न सक्नुहुन्छ। यात्रा कहाँसम्म हो रे? दार्जिलिङसम्म। ल गाइस ल ल जाऊँ ल ल दिदी त्यहाँ आयो म ल हल्का रमाइलो। सो गाइस हामी चाहिँ अब माथि माथि चढ्दै अहिले चाहिँ लगभग 3000 मिटरको हाइमा होला सायद मेरो अनुमानमा होइन। फुलहरू चाहिँ सब ओइलिसकेको छ। यो एकदमै रातो रातो फुल बबालै हुन्थ्यो यो पहिला पहिला। कहाँ यो फुल हेर्न यहाँ छैन। यो हल्का यो पिङ्क कलरको चाहिँ रहेछ। यो रातो एकदमै रातो गाढा रातो भएको चाहिँ छैन रहेछ, ओइलिसकेछ होइन। सो यो पुरै गुराँसको होइन, रातो गुराँसको गाढा रातो गुराँसको बोर्ड हो कनाडा। सो गाइस खासै त छैन पुरै ओइलिसकेकै छैन। पहिला नै खै 2072 दियो कलाम कहिले पहिला आएको थियो। नयाँ सालसम्म नि हुन्थ्यो क्या यहाँनिर फुल, वैशाखसम्मै। अहिले त एउटा छैन गाइस, सबै कुहिएर झरिसकेछ। कति चाँडो झरेको हो। हाम्रो गाइजहरू चाहिँ जाँदैछ होइन, बहिनीहरूको सबै। सो गाइस अहिले चाहिँ हामी धार्चेको मुनि आइसकेको छौँ होइन। धार्चे चाहिँ यही माथि हो, धार्चे डाँडा। पुरै हुस्सु बादल कुहिरो लगाएर केही छैन यार गाइस। हेर फोक्कडमा आयो मात्र भयो, केही भ्यू केही देखेन। दुवै दाजुभाइ एकदम थकितमा छ होइन। सो हाम्रो बहिनीहरू र रान्चोको भाइहरू ब्रदरहरू चाहिँ त्यहाँ माथि पुगेको छ होइन, उनीहरू माथि छ र हामी चाहिँ यहीँ छ। हाम्रो मित्रहरूले चाहिँ कोही मान्छेहरूले चाहिँ के विस गर्नलाई होइन यस्तो बनाएको हुन्छ छोट्याएको लगाएर। यो चाहिँ देउराली हो होइन, धार्चेको तल मुनिको हल्का मुनिको चौतारा हो, ढुङ्गामा यसरी बनाइन्छ। सो हामी चाहिँ एकछिन अब यता जानु पऱ्यो माथि डाँडातिर। आऊ भाइ। सो देख्न सक्नुहुन्छ यो माथि हाईमा हुने चाहिँ यो 3220 हो कि कति हो समथिङ त्यति नै छ होइन यसको हाई अल्टिट्युड चाहिँ होइन। सो यहाँ रुखहरू देख्न सक्नुहुन्छ, यस्तै रुखहरू हुन्छ होइन। गोब्रो साल्लो है के हो भन्ने रुखहरू यस्तै रुखहरू प्राय हुन्छ यो माथितिर, देख्न सक्नुहुन्छ गाइस। म चाहिँ तपाईँहरूलाई यता होइन एउटा खत्रे रहस्यमय चिज देखाउन गइरहेको छु होइन। धार्चेमा समथिङ यहीँ भएको मान्छेले पनि नदेखेको होला होइन। सो म चाहिँ तपाईँहरूलाई देखाउन गइरहेको छु। एकदमै खत्रै हो होइन, खत्रै छ भनौँ। हल्का फुल्का हिउँहरू पनि जमेको रहेछ यता अवस्था हेर्दाखेरि। सो गाइस त्यही हो। बाटो कहाँबाट हो, बाटै बिर्स्यो त यार मैले। त्यही हो गाइस, जिन्दगीमा घुम्ने डुल्ने। नयाँ वर्षको सबैजनालाई शुभकामना छ होइन। सो त्यही हो, सबैजना घुमेर डुलेर मै जस्तो डुलेर खानु पुगोस् भन्ने आशीर्वाद। Take a
म सबैजनालाई हम्बल रिक्वेस्ट गर्छु होइन कसैले यो धार्जे डाँडामा आएर फोहोर नगर्नु होला होइन गाइस हामीले जस्तो यसो लाएर टक्क लाएर व्यवस्था गर्नुपर्छ लौ त भाइ बोलौँ त केही के भन्नु म भन्न चाहन्छु होइन दर्जेमा जताभावी त्यो प्लास्टिकहरू नफालिदिनु होला खाँदै जलाइदिनु होला भन्नलाई म विनम्र अनुरोध गर्दछु हस्त धन्यवाद ताली ल गुड बोल यिनीहरू किन बोल्नै चाहँदैन गाइजहरू होइन लाज लाग्यो होला टक्क तपाईँहरूले देख्नु सक्नुहुन्छ यताउति तर यस्तो भाग्य मौसमले साथ दिएन कि आज होइन के भन्ने ओ के हो अब हामी चाहिँ आगो ताप्दै हो होइन या हस् त धन्यवाद उदु मुसा लापा उदु हिल जानु रे ए दाजु ल ब्रा रायो यता चाहिँ फोटोसुट चलिरहेको छ हाम्रो काकाको टक्क लाएर उहाँ चाहिँ एकदमै देशप्रेमी हो होइन अनि यता चाहिँ स्पिकर प्रेमी हो साथीहरू नमस्ते हामी चाहिँ धार्जे डाँडामा आइपुगेको छ अहिले अघि नै आइपुगेको फोटोसोटो खिच्यो यता नाच्दै हुनुहुन्छ सबैजना देखाइदिनु होला एकदमै अबको यात्रा अझै जारी छ अझै भ्या छैन सकेसम्म घुम्दा पुग्ने छ हाम्रो है होइन अनि एकदमै नाचेको छ के कस्तो भइरह यहाँ रमाइलो मलाई त अति खतरा फिल के कस्तो रमाइलो भइरह एकदम धेरै रमाइलो हस् त धन्यवाद अनि यता कतिको रमाइलो भयो बोल्नै पर्छ एकदम राम्रो यिनीहरू चाहिँ भिडियोमा आउन चाहिँ एकदमै लाज लाग्दो रहेछ टिकटक चाहिँ एकदम बनाउँछ यता बेसरी नाचेको छ एकदमै रमाइलो गरेको छ यता देखाइदिनु एकदमै रमाइलो भइरहेको छ तपाईँहरू पनि हेरेर मनोरञ्जन गरिदिनु होला एकदमै लाइक कमेन्ट सब्सक्राइब कस्तो रमाइलो है भइरहेछ नि राम्रो रमाइलो खतरा भइरहेछ होइन वर्षको एकचोटि आउने दिन हो तिमी सबजनालाई तिमी एकदम खतरा भएको छ नि खतरा लाने ठाउँमा किन बसेर आएको मौसमले चाहिँ खासै साथ दिएको छैन कि हामीलाई आज एकदमै कुहिरो देख्न सक्नुहुन्छ यता देख्न सक्नुहुन्छ सबैजना ह्याप्पी न्यु इयर छ सबैजनालाई है आजको यात्रा चाहिँ कहाँसम्म भन्ने छ हाम्रो खासमा त यहाँबाट घुम्दै घुम्दा बारबाग हुँदै जाउँ भनेको तर यो पुगेन कि गाई यो झार्नु पर्यो कि त्यही झारिदिनलाई लाइक कमेन्ट सब्सक्राइब गरिदिनु पर्यो तपाईँहरूको साथ चाहियो ल केही भन्न चाहनुहुन्छ तपाईँ दर्शक नमस्कार सबैजनालाई होइन अब यो धर्जे भन्ने ठाउँमा चाहिँ अलि तपाईँलाई धर्जा आएर कस्तो फिल भइरहेछ ल भन्नुहोस् त एकदम मजा बबाल होइन हजुर अब त्यही हो ल हाम्रो देव गुरुङलाई सोध्न चाहनुहुन्छ है म अरू केही होइन अब मिस्टर टिस्टालाई लाइक कमेन्ट सेयर सब्सक्राइब कमेन्ट गरिदिनु होला ल मन छ त्यति नै भन्न चाहन्छु ठिक छ ल केटा मन छ है मेरो भाइले हो भाइ लु है यही हो मिस्टर टिस्टा भन्ने मान्छे है सो गाइज अवस्थामा छ कि हल्ल अलिकति खुल्ला हुँदै आएको छ कि यता ल ढालिदियो रह्यो ओइ यता के कतिको रमाइलो भएको छ भान्जी भन्दै एकदमै जाडो छ कि कतिको नाच्यो नि ल अमृत ल छ रमाइलो कस्तो छ यता रमाइलो भइरहेछ होइन गाइजहरू तपाईँहरू नि आउनुहोस् नयाँ साल मनाउनलाई यो दार्जेमा अनि म के भन्न चाहन्छु भने सबैजना नयाँ साल मनाउनलाई दार्जे आउनुहोस् दार्जे गाउँपालिका होइन तपाईँहरूलाई यस्तो अब एकछिन त यता मलाई डिस्टर्ब गर्न आएन डिस्टर्ब भयो ल फोटो खिच्न त भ्लग कहाँ बनाउने मलाई बनाउन आएन सायद
यता चाहिँ हामी चाहिँ एकदमै फोटो खिच्नेतिर लागेको छ है साथीहरू। यता चाहिँ हाम्रो शनि पनि छ, हाम्रो यता फोटो खिच्ने क्रममा छ। यता चाहिँ उता फोटो खिचिरहेको छ, एकदम बवाल रमाइलो भइरहेको छ। एकदम फोटो खिचेको है हामीले चाहिँ। यो चाहिँ अरू भन्दा नि यता मिचीको कस्तो भइरहेछ अहिलेसम्म? रमाइलो भइरहेछ नि, रमाइलो भइरहेछ नि मिची। एकदमै रमाइलो भइरहेछ। यता दर्शकहरूले के भन्न चाहन्छ हौ मिचीले? हान्ने खराट हान्ने लाख एज ल चाहिँ बिन भवाल छ। ठाउँ कस्तो छ एकदम दर्शकहरूले के भन्न चाहनुहुन्छ? ठाउँ दामी छ। अब भन्नुपर्दा अहिले चाहिँ मान्छे अब यति त थोरै भनौँ, अब आउँदै होला कोही भने। तपाईँहरू पनि आउनुहोस् होला है। तपाईँहरू पनि अब अहिले त अब भ्याउँदैन होला, अर्को वर्ष आउनु होला। म सर नयाँ सालमा चाहिँ यो धार्जे भन्ने ठाउँमा चाहिँ वर्षमा एकचोटि चाहिँ रमाइलो हुन्छ। धार्जे डाँडामा नयाँ सालमा, त्यो पनि हजुर एकदमै हाम्रो अर्को सम्झि ल। हेलो हेलो नमस्ते नमस्कार सबैजनालाई दर्शन छ। अबको नयाँ सालको केहीको यात्रालाई हाम्रो भन्छ केही भन्न चाहन्छु ल भन्छ। भन्छ साह्रै लगाउँछ केटी जस्तो होइन, अब त्यसमा मेरो कुनै दोष छैन ल। ल धन्यवाद। ल त्यसो त भन्दै एकछिन नाच्नतिर लाग्छ हामी चाहिँ। छ यता नाचिरहेको डान्स गरिरहेको छ अहिले। एकदमै डान्स गरेको अवस्थामा छ यता घर छ। अरू पनि अरू यता छ। तल नाचे छ, माथि पनि नाचे छ। अरू कोही छन्, सबैजना एकदमै रमाइलो छ। यता चाहिँ धार्जेमा चाहिँ त्यहाँ चाहिँ एकदमै यो धार्जे डाँडाको यो मन्दिर देवी देवता, यो देवी देवतामा अब चाहेको चिज सबै पुरा हुन्छ माग्यो भने यो ठाउँ हो। त्यो चाहिँ यता हाम्रो गाइजहरू नाचिरहेछ, त्यही हो। अन्त हाम्रै टोलीहरू हो यिनीहरू चाहिँ एकदमै डान्स गरिरहेछ। यता छन् अर्को हाम्रो टोलीहरू चाहिँ फेरि यतै हो। हाम्रो भ्लगर दाजु चाहिँ यही हो, हाम्रो मेन भ्लगर दाजु चाहिँ। एकदमै म मेन भ्लगर दाजुलाई दिन चाहन्छु। ल मेन भ्लगर दाजु, ल कस्तो भइरहेछ अहिले? एकदमै बवाल भइरहेको छ होइन। यसपालि चाहिँ पन्जियो गाउँको मेम्बरहरू नि धेरै छ होइन। यो टक्क लगाएर यता वरिपरि देख्न सक्नुहुन्छ होइन। टक्क लगाएर हामी चाहिँ धार्जेको 3220 हाई अल्टिट्युडमा छौँ होइन। अहिले अलिअलि घाम लागिरहेको छ, सो अलि धेरै बढी कुहिरो लागिरहेको छ होइन। देख्न सक्नुहुन्छ चारैतिरबाट गोर्खा जिल्लाको सबै मान्छेहरू यही हो होइन। टप हिल भनेको यही हो। मौसमले कस्तो त्यही हो गाइस। ल रमाइलो इन्जोय गर्नुपर्छ होइन। मौसमले ठिकै दिइरहेको छ, त्यति साह्रो राम्रो पनि छैन, त्यति साह्रो नराम्रो पनि छैन। त्यही हो गाइस। देख्न सक्नुहुन्छ ग्याङहरू आइरहेको छ। हेलो दर्शकबिन नमस्ते छ, स्वागत छ तपाईँहरूलाई है। आज हाम्रो यता घरचेमा हाम्रो के भन्नुहुन्छ तपाईँहरूलाई, सबैजना रमाइलो गर्दैछन्। मोबाइल पनि यस्तो घुम्छ त यार, के भएको यस्तो होइन। अब एउटा मैले माइक्रोफोन पाएँ, माइक्रोफोन हो के हो यो? माइक हो के हो? माइक हो कि माइक भन्दा पनि होइन। बस भन्नुहोस्। हाउ आई क्यान हेल्प यु? के भन्न चाहनुहुन्छ तपाईँले? आजको विषयमा अलिकति थोरै रिस पनि थोरै माया पनि छ। हजुर के गर्ने, अब केटाहरूले यस्तै अवस्था गरिसक्यो। केटाहरू 4 खुट्टाले आइसकेको रहेछ, म त 2 खुट्टाले हिँडेर आएको थियो। धार्जे चाहिँ म कति 11 बजी आइपुगेको थियो, केटाहरू 12 बजी आइपुगेको थियो 4 खुट्टाले हिँड्नेहरू। हजुर त्यही भएर अलिकति गुनासो भइसक्यो। अब बाटोमा हिँड्दाखेरि अलि रमाइलो भएन, हुन्छ अब हुनेछ। अबको त छुट्टै भनौँ, बाटोमा जस्तो रमाइलो केही हुँदैन के। त्यही भएर मैले यसो सँगै हिँडौँ सँगै जाउँ भनेर गरेको। ल ठिक छ, धन्यवाद। ल है गाइज, हामी चाहिँ अहिले
होइन यस्तो बवाल ठाउँमा आएको छ देख्न सक्नुहुन्छ ला ला ओहो एक नम्बर आमा त्यो धार्जेमा त पुरै बादलले छोपेछ अहिले अघि पनि हामी हुँदा पनि त्यस्तै थियो अहिले यो ठाउँ चाहिँ देख्न सक्नुहुन्छ होइन बाबाले ऊ त्यो बाटो त्यही हो त्यहाँ पारी मान्छे हिँडिरहेको छ देख्न सकिन्छ टक्क लाएर 360 भ्यू देख्न सक्नुहुन्छ गाइस तपाईँहरूले होइन ए ठाउँ त यार कति राम्रो यहाँतिर त 1 by 1 बाबाले छ यता पछाडि हेर्नु न आमा पुरै फुल फुल्यो भने झन् कस्तो हुन्छ होला गाइस यार सोच्नु त एकचोटि फाइनली गाइज हामी चाहिँ नयाँ बस्ती आइसकेको अवस्थामा छ होइन गाइज केटाहरू चाहिँ टक्क लाएर फोटो खिचिरहेको छ होइन यो सर देख्न सक्नुहुन्छ बिहाइन्ड द सिन जोनी सिंह देख्न सक्नुहुन्छ यही हो नयाँ बस्ती भन्ने होइन पुरानै भइसकेको छ नयाँ भन्दै भूकम्पको बेलामा बनाएको 2072मा सायद 73तिर बनाएको होला होइन समथिङ त्यस्तै 72-73को बिचमा अहिले चाहिँ यहाँ मान्छे बस्छ कि बस्दैन त्यो मलाई थाहा छैन यहाँ गाउँ तल पनि छ पुरानो गाउँ होइन मान्छे बढी चाहिँ त्यतै देखिन्छ पुरानो गाउँमा त्यो देख्न सक्नुहुन्छ होइन